La, live will end in 4-5 minutes. Oh my god, what happened with my live? ल हजुर है अनि यो माउन्ट एभरेस्ट त्यो अलिक टुप्पो चाहिँ देखिरहेको छैन माउन्ट एभरेस्टको अहिले बादलले कभर गरिरहेछ अनि यता सबैभन्दा ब्युटिफुल माउन्टेन आमादाबलाम है यो चाहिँ कुन ठाउँ हो नि हजुर यो चाहिँ सगरमाथा रिजनको सगरमाथा नेसनल पार्कभित्र हो तपाईँको सोलुखुम्बु डिस्ट्रिक्टको खुम्बु रिजनभित्र पर्छ है म चाहिँ अहिले स्याङपोचे भन्ने ठाउँमा हो त्यहाँ हजुरकोमा आएपछि सगरमाथाको चुचुरोसम्म पुग्न सकिन्छ अरे मेरो ठाउँमा आउनु भने चाहिँ तपाईँहरू भर्चुअल रियालिटीबाट चुचुरोसम्म चाहिँ होइन तल 300 मिटर तल बाल्कनी क्याम्प भन्ने छ चुचुरो जस्तै हो त्यहाँसम्म चाहिँ पुग्नुहुन्छ है भर्चुअल रियालिटीबाट चाहिँ रियलमा चाहिँ पुग्नुहुन्न स्वाभिमान अभियान सर्वोच्च शिखर सगरमाथाको सान हजुर हो नि एकदम राम्रो रे धन्यवाद कति लाग्छ नि सिस पैसा अरे यहाँसम्म आउन तपाईँहरू अब कस्तो रुममा बस्नुहुन्छ के खानुहुन्छ त्यसमा भर पर्छ जस्तै कमन रुममा बस्नुभयो भने यहाँ लुक्लाबडीदेखिको माथिसम्म चाहिँ 500 रुपियाँ हो कमन रुम अनि खानेकुरा के खानुहुन्छ त्यसमा भर पर्छ जति जति माथि पुग्यो त्यति महँगो हुन्छ किनकि सबै अब पोर्टरहरूले याकहरूले बोकेर लानुपर्ने हुन्छ त्यही भएर एकदमै महँगो हुन्छ सपोज अब तपाईँको ग्यासको काठमाडौँमा कति छ रिफिल गरेको भरेको यहाँ भरेको ग्यासको अहिले 4500 देखिको 5000 पर्छ भरेको मात्र है किनकि एकदमै गाह्रो छ कि यहाँनिर ल्याउनलाई सामान अनि सगरमाथामा लास धेरै छ भन्छन् नि रे सरी मलाई एकदम चिसो लाग्यो छ अब किनकि कतिको चाहिँ फ्यामिलीले मेन चाहिँ त्यो हाई अल्टिट्युडमा 8000 मिटरभन्दा माथि बित्नु भएकोहरूको ल्याउन गाह्रो हुन्छ आफूलाई रिस्क हुन्छ जो मान्छे जान्छ उसलाई नै अनि मेन भनेको चाहिँ त्यहाँ बितिसकेपछि फ्यामिलीले पनि त्यो कुनै बेला चाहिँ उहाँहरूको अब अन्तिम इच्छा त्यही हो नि त अब इच्छा हो नि त इच्छा भएर चढेको अनि अब त्यहाँ बितेपछि चाहिँ उहाँहरूको अन्तिम इच्छा जस्तै नै हुन्छ क्या त्यहीँ छोड्नुहुन्छ क्या तर त्यस्तो धेरै नै चाहिँ छैन कतिवटा लाइक 8000 मिटरभन्दा तल बित्नु भएकोहरूको त लिएर आउँछ लासहरू फिर्ता कतिको इच्छा भएको भनौँ न अब जस्तै फ्यामिलीले इच्छा गर्नुभयो भने ल्याउनुहुन्छ किनकि एकदमै रिस्की नै हुन्छ कि त्यहाँ माथिबाट ल्याउनलाई 8000 मिटर कट्ने बित्तिकै रिस्क हुन्छ एकदमै रिस्की हो डेथ जोन भन्छ त्यसलाई चाहिँ वाउ नाइस यु रे थ्याङ्क यू सो मच घुमाएर देखाउनु न वान मोर रे हजुर हो म कुन हिमाल हो रे हजुर मानव तेजी यो चाहिँ माथिको बादल लागिरहेको माउन्ट एभरेस्ट त्यसको मुनिको यस्तो त्यो पहाड जस्तो त्यो चाहिँ त्यसको मुनिको त्यो सेतो झिकझिक परेको छ त्यो चाहिँ नुप चाहिँ अनि यताको वर्ल्ड 4th हाइएस्ट लोज चाहिँ है अब फेरि म घुमाएर देखाउँछु है हजुरहरूलाई यो आमादाबलाममा है अनि यहाँ माथिको मेरो यो घाम लागिरहेको यो चाहिँ थाम्सेरको है थाम्सेरको अनि यताको चाहिँ कुसुम काङ्गरु यो पिक हजुर कुसुम काङ्गरु है